साँच्चै नै चकित पर्ने बिहानको त्यो भ्यू देखेर हामी लाग्यौँ मास्तिरतिर। जाँदा जाँदै बाटोमा भ्यू हेरिँदै जाँदा त्यो डाँडा काँडा माथि पुग्यौँ, दर्शन गऱ्यौँ। सबैजनाको भलो होस्, राम्रो होस् भनेर माग्यौँ हामीले। रमणीय क्षण भयो यो दिन त सायद कहिले बिर्सिन्न होला। अब त म फेरि एकचोटि जाने इच्छा भयो मलाई। एकचोटि चाहिँ तपाईँहरू पनि आउनै पर्ने रहेछ। जति हेरे पनि नपुग्ने फिल भयो मलाई त साँच्चै नै। अनि हामी बिस्तारै झऱ्यौँ त्यहाँबाट डाँडा काँडा हेर्दै। बाटोमा पनि बवाल नै देखिएको थियो। बाटोमा जाँदै थियौँ हामी, अनि हामीले फिल्ममा मात्र देखेको जस्तो लाग्थ्यो यस्तो सिन। यहाँबाट हेर्दा त्यति बवाल देखियो। त्यहाँ माथि डोको, त्यहाँ माथि मान्छेहरू कति मिलेका रहेछन् त्यहाँतिर। अनि भ्यू हेर्दा हामी मामाको पछि लाग्यौँ हामी, अनि मामालाई भेट्दै। साथीले पनि गुराँसको फुल देखेछ, टिपेर ल्यायो। अहिलेसम्म मोबाइलमा देखेर मात्रै हो कि फेस टु फेस देख्दाखेरि त बवाल नै लाग्यो मलाई त।